ल है साथीहरू, म त लागि पोखरा। तपाईहरूलाई पनि हाम्रो पोखराको प्राकृतिक सौन्दर्यताले भरिएको रमणीय दृश्यहरू हेर्न मन छ भने ब्लगमा मसँग जोडिनुहोला। यहाँ चाहिँ म महेन्द्रनगरबाट चढेँ पोखराको लागि बस। मेरो चाहिँ यो पोखरा जानुको एकदमै नयाँ र एकदमै मिठो अनुभव थियो। मैले चाहिँ भर्खरै ब्याचलर सकेर कन्भोकेसनको लागि म जाँदै थिएँ पोखरा विश्वविद्यालय र हामीहरू कर्णाली अनि कपिलवस्तु, चितवन र तनहुँ हुँदै पुग्यौँ फाइनली पोखरा युनिभर्सिटीको गेटतिर। यहाँनिर चाहिँ म मेरो साथीहरूको वेटिङमा थिएँ, मेरो साथीहरू आउँदै थिए। अनि त्यसपछि चाहिँ म चाहिँ एकदमै खुसी भएँ। यो चाहिँ मेरो पोखरा आउनुको एकदमै नयाँ अनुभव थियो र यहाँनिर एमइटीको साथीहरू पनि भेटेँ। कन्भोकेसन भनेपछि मलाई थाहा पनि थिएन। साथीहरू मेरो आइसके यहाँनिर। यहाँ हेर न, झोला साम्दिनु त कहाँ अगाडि लुखुर 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 हिँडिराखेँ अनि म चाहिँ पछाडि हिँडेँ। यहाँ चाहिँ म युनिभर्सिटीभित्र छिरिसकेँ। अनि यहाँ यिनीहरूको खानु हेर न, खाना कोही सुत्या छ, कोही उठ्या छ, कोही बस्या छ। युनिभर्सिटी भ्रमण गरेर हामीहरू ड्रेस लिएर आयौँ र घरतिर फर्क्यौँ। अनि यो चाहिँ हाम्रो पोखराको पहिलो दिन थियो। यत्तिको राम्रो मौसम, सुनौलो अनुभव, अनि मलाई त एकदमै राम्रो लाग्यो। यहाँको दृश्यहरू, भ्यूहरू, नाइट भ्यू हेर्नु न कस्तो रमाइलो छ। र साथीहरू, यो चाहिँ हाम्रो पोखराको पहिलो दिन थियो र भोलिपल्ट हाम्रो कन्भोकेसन थियो। त्यही भएर म बिहान नै सबैभन्दा अगाडि उठेँ, बिहानको लगभग 5:30 बजे। र म मेरो साथीलाई पनि बिउजाउन जाँदै थिएँ। अरू सबै सुतेको थिएँ किनकि आज त चाँडै जानु थियो होइन। रेडी भएर चिटिक्क परेर मैले मेरो हजुरआमालाई पनि लिएर आएको थिएँ किनकि यो त प्राउड मोमेन्ट हुन्छ आमा बुवाको लागि। त्यही भएर मैले चाहिँ मेरो हजुरआमालाई लिएर आएँ र यहाँ मैले सबभन्दा पहिला ढिलो हुन्छ भनेर आफ्नो हजुरआमालाई रेडी गरेँ। र त्यसपछि मेरो कन्भोकेसनको लुगाहरू खोजेँ र यतातिर मैले कन्भोकेसनको लुगाहरू, साडी अनि कोटहरू सबै रेडी पारेँ। र मैले त्यसपछि मेरो हजुरआमाको साडी लगाउने रेडी भएँ किनकि हामीहरू आफ्नो त लगाइहाल्छौँ तर हजुरआमालाई चाहिँ चाँडो चाँडो रेडी बनाउनु पर्यो भनेर चाहिँ यतातिर मैले राम्रोसँग साडी मिलाइदिएँ। राम्रो भए पनि हजुरआमालाई त क्युटी बनाउनु पर्यो नि है। यो हाम्रो परिवारको लागि एकदमै सुनौलो, एकदमै राम्रो मिठो मौका अनि मिठो अनुभव थियो। त्यही भएर चाहिँ मैले हजुरआमाको लागि यो साडी चुज गरेको थिएँ र मैले राम्रोसँग साडी लगाइदिएँ। लगाउँदा लगाउँदा कहिलेकाहीँ उल्टो पुल्टो पनि परेँ तर लगाएँ। फाइनली मैले चिटिक्क पारेर मेरो हजुरआमालाई यस्तो बनाएँ र हामीहरू हाम्रो साथीको रुमतिर लाग्यौँ। यहाँबाट भाइले हामीलाई पुगाउन जाँदै थियो र बिहान बिहानको यस्तो सुन्दर रमणीय दृश्य मलाई त एकदमै हेरेको हेरिरहँ जस्तो भयो। सायद पोखरामै बस्ती बसाउँ कि जस्तो पनि लाग्यो है। अनि यहाँबाट चाहिँ हामी नारायणथान हुँदै गयौँ, पृथ्वी चोक हुँदै पोखरा विश्वविद्यालय नजिकै मेरो साथीको रुम थियो र आधा बाटो त हामी हिँड्दा हिँड्दै गयौँ होइन। र फाइनली यहाँ चाहिँ हामीहरू पुग्यौँ हाम्रो साथीको रुममा। यो पागल चाहिँ बाहिरनिर आएर हाम्रो पर्खाइमा थियो र यहाँबाट मैले रेडी भएर चाहिँ पछाडिबाट बोलिरहेको थिएँ, के बक 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 गरिरहेको थियो। फेरि हामीले यहाँ चाहिँ ड्रेसहरू लगाउन रेडी भयौँ है। यत्तिको एक्साइटमेन्ट, यत्तिको खुसी, यत्तिको ह्याप्पिनेस लाइफमा कहिले पनि भइएन है। अरूलाई चाहिँ कालो कोट लगाएको देख्दाखेरि हामीले पनि यस्तै लगाउन पाए हुन्थ्यो भन्ने एउटा सानो सपना बोकेको थियो। तर आज यो सपना चाहिँ पुरा हुँदाखेरि एकदमै अनौठो महसुस पनि भइराखेको थियो है। कति चाँडै ग्रेजुएट भएछौँ, कति चाँडै चाहिँ स्टुडेन्ट लाइफबाट पार गऱ्यौँ। अब स्टुडेन्ट लाइफ त सकियो, कलेज लाइफ पनि सकिन लाग्यो। अब रमाउने दिनहरू त जान लाग्यो। आज मात्रै त हो साथीसँग रमाइलो गर्ने, हाँस्ने भनेर चाहिँ हामीहरूले सबै एकै रुममा बसेर सबै सँगै रेडी भयौँ। यहाँ चाहिँ यो ड्रेस चाहिँ हामीलाई कस्तो सुहाउला भनेर कुराकानी गर्दै थियौँ एकअर्कासँग है। यता कस्तो दामी सुहाएको। अनि त्यसपछि चाहिँ यो अनुभव चाहिँ सबैभन्दा मिठो र अविस्मरणीय हुँदो रहेछ, कति खास हुँदो रहेछ, कति स्पेसल हुँदो रहेछ भन्ने कुरा चाहिँ यो ड्रेस लगाएपछि मात्रै थाहा भयो। शिक्षाको महत्त्व के हुँदो रहेछ, साथीको महत्त्व के हुँदो रहेछ अब नै बुझ्यौँ भन्ने जस्तो लाग्यो। र हामी त्यहाँबाट चाहिँ साथीको रुमबाट चाहिँ युनिभर्सिटीतिर लाग्यौँ। यत्तिको लुखुर 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 जाँदै थियौँ। यहाँ चाहिँ अब मैले चाहिँ क्यामेरा समातेको थिएँ अनि त्यसपछि चाहिँ आफूलाई हेरेर अनि पछि मेरो हजुरआमालाई पनि लगेँ। हजुरआमा पछाडि आउँदै हुनुहुन्थ्यो
र हेरौँ आफ्नो साथीहरूलाई चाहिँ फेरि एकपल्ट चाहिँ विश्वविद्यालयमा भेट्न पाउँदा एकदमै खुसी लाग्यो मनमा। अनि यहाँ चाहिँ ओ माई गड यतिको मेला यतिको स्टुडेन्टहरूको गार्जियनहरू देख्दा त आहा कति प्राउड मोमेन्ट होला जस्तो लाग्यो। सो यो चाहिँ हामीहरू यहाँबाट चाहिँ युनिभर्सिटीभित्र चाहिँ प्रवेश गर्दा यस्तो रमाइलो अनुभव भयो हामीलाई। सो फाइनली यो चाहिँ मेरो कन्भोकेसनको एकदमै रमाइलो अनुभव रह्यो। यो वर्ष 2081 मेरो लागि एकदमै सफलताजनक रह्यो र यसरी हामीहरू सबै साथीहरू भेटेर राम्रोसँग कन्भोकेसन मनायौँ। र अब पालो आउँदै थियो घर जाने। मैले सोचेँ म एकपटक मेरो साथीहरूसँग फेरि रमाइलो गरौँ भनेर हामीले टोपीहरू उडायौँ। यसपछि टोपी उडाउँदा कसको कता पर्यो थाहा नै भएन। यहाँ साथीहरूसँग सेल्फी खिच्दै थियौँ र हामीले सर्टिफिकेट पनि पाइसकेको थियौँ। अब यो सर्टिफिकेटलाई सेलिब्रेट गर्ने प्लस घर जाने चाहिँ हाम्रो यसपछिको यात्रा थियो। मौसम पनि कस्तो पानी पर्ने जस्तो भइरहेको थियो। स्टुडेन्टहरूको भिड हेर्दाखेरि पनि एकदमै धेरै मात्रामा नै थियो। अब यसपछि चाहिँ हामीहरूले घरको तयारी गऱ्यौँ र यस्तो हाम्रो कन्भोकेसन रह्यो। एकदमै रमाइलो र मिठो अनुभव भयो। तपाईँहरूको कस्तो लाग्यो सुनाउनु होला है त।